अहिले चाहिँ हामी यो धर्मसिपको इन्स्ट्रक्सनको भिडियो रेकर्ड गर्दैछौँ र सुरुमा अब उहाँले हात जोडोबाट सुरु गर्नुहुन्छ। हात जोडो गरिसकेपछि हामीले चाहिँ हाम्रो आँखा, हात, शरीर कुनैलाई पनि यताउति चलाउनु हुँदैन, एकदमै सिधा बस्नुपर्छ र सबैजना जो लेफ्ट राइटमा होस्, अगाडि पछाडि होस्, सबैजनाको एउटै पोजिसन हुन्छ। र नेक्स्ट सिङ यन सिङ भन्नुभयो। यसपछि चाहिँ अब हामी नेक्स्ट स्टेपको लागि रेडी छौँ। 手之不动，100千节；手之不动，100千节；手之不动，100千节；手之不动，100千节；手之不动，100千节；手之不动，100千节。 यसरी सौचु पुडोङ इपाई छेन्चे भन्दै भन्दै अगाडि बढिन्छ र एउटा बिन्दुमा रोकेर चाहिँ ठुलो स्वरले सौचु पुडोङ इपाई छेन्चे भनेर चाहिँ रोकिन्छ। तर यो सौचु पुडोङ इपाई छेन्चे भन्दै गर्दाखेरि चाहिँ सबैभन्दा सुरुमा सौचु पुडोङ भन्दाखेरि हामी चल्दैनौँ र इपाई छेन्चे इपाईबाट बल्ल सुरु हुन्छ। ईबाट चाहिँ हाम्रो दायाँ खुट्टाबाट सुरु हुन्छ र अन्तिममा सबैभन्दा अन्तिममा यो बिन्दुमा पुगिसकेपछि चाहिँ छेन्चे चेबा चाहिँ हामीले खुट्टा बजारेर चाहिँ सकाउँछौँ। हामी सबैजनाले एउटै काम गर्छौँ। र त्यसपछि सिङ भन्नुहुन्छ। र सिङ भनेपछि हामीले यसरी हाम्रो हात चाहिँ यता हाम्रो साइडमा बजार्नु पर्ने हुन्छ र यो बजार्दाखेरि चाहिँ सकेसम्म आवाज ठुलो र हाम्रो औँलाहरू हेर्नुहोस्, हातको औँला चाहिँ यसरी सिधा हुनुपर्छ। र यन भन्दाखेरि चाहिँ यसरी उहाँ बसेको जस्तै यो पोजिसनमा जानुपर्छ र यो पोजिसनमा जाँदाखेरि चाहिँ हामीले हाम्रो दायाँ खुट्टा अगाडि लान्छौँ अनि बायाँ खुट्टा चाहिँ पहिला जुन ठाउँमा थियो त्यही बिन्दुमा हुन्छ, दायाँ खुट्टा मात्र अगाडि जान्छ। र फेरि सिङ भन्नुहुन्छ। फेरि सिङ भन्दाखेरि चाहिँ हाम्रो दायाँ हात चाहिँ हाम्रो दायाँ खुट्टाको माथि राख्नुपर्छ र त्यसरी राख्दाखेरि हात चाहिँ पुरै घुमेको हुनुपर्छ, तलबाट होइन माथिबाट पुरै घुमेर जानुपर्ने हुन्छ र यो हातको पोजिसन पनि यस्तो हुनुपर्छ, न कि अगाडि फर्केको छेउतिर फर्केको हुनुपर्छ। त्यसपछि हामी अलिकति हाम्रो शरीरलाई टर्न गर्छौँ र हाम्रो टाउको पनि यसरी यो पोजिसनमा हुन्छ, तर हाम्रो तल्लो भाग चाहिँ फर्केको हुँदैन, माथिको भाग मात्रै फर्केको हुन्छ।